हजुरहरु सम्पूर्णलाई मेरो नमस्कार है। अनि तपाईहरुको अगाडि चाहिँ म एउटा सानो सुझाव अनि सल्लाह दिन चाहन्छु र तपाईहरुलाई यस एउटा फ्रुट जुसको बारेमा है बताउन चाहन्छु। र यस फ्रुट जुस चाहिँ है 25 वटा फ्रुट अनि भेजिटेबल्सबाट बनिएको यो जुस हो है। यो कुनै मेडिसिन त होइन है, तर पनि यसले चाहिँ एकदमै मेडिसिनको जग्गामा यसले काम गर्छ है। र म चाहिँ यो फ्रुट जुस लिएकोदेखि यसो चाहिँ मैले चाहिँ जिन्दगी नै नयाँ पाएँ जस्तो मलाई लाग्छ है। र मेरो चाहिँ पहिला कस्तो बिमार थियो भने चाहिँ मेरो चाहिँ एकदमै ज्यादा टाउको दुख्ने है, मेरो माइग्रेन भएको थियो र मलाई एकदमै ज्यादा म त यस्तो महिनामा 4-5 दिन या बेसी न बेसी म हप्ता दिन चाहिँ म अलिकति सन्चो म हुन्थेँ, नत्र चाहिँ म चाहिँ है 25-26 दिन चाहिँ म चाहिँ जहिले तहिले म चाहिँ एकदमै बिरामी नै भइरहन्थेँ है। र मलाई एकदमै साह्रो पारेको थियो है, टाउको दुख्ने बिमारले मलाई है, भमिट हुन्थ्यो है। र मेरो एकदमै रिङ्गटा चल्थ्यो, मलाई ग्यास हुन्थ्यो, अनि फेरि मलाई एकदमै कम्बर दुख्थ्यो, कानभित्र सोला हुन्थ्यो है, कान त अब एकदमै किरा कराउँथ्यो मलाई है। अनि फेरि यो देब्रे साइड यस्तो यो कुमदेखि लिएर मेरो खुट्टासम्म नै पैतालोसम्म नै मलाई एकदमै बेसी झमझमाउँथ्यो है। नचला जस्तो अब महसुस हुन्थ्यो मलाई चाहिँ। त्यो चाहिँ मैले जब म बिहान 3-4 बजी बिमिन्थेँ है, त्यति बेला चाहिँ मलाई त्यस्तो भइरहेको हुन्थ्यो। एकदमै मैले यसरी हातहरू झमझमाउँथ्यो र एकदमै निदाउँथ्यो र मैले चिमोट्नु पर्थ्यो पुरा यसरी। अनि मैले चाहिँ त्यस्तो हुँदा चाहिँ अब मैले बेलुका त मेरो चाहिँ लाइफ टाइम जस्तै थियो मेरो माइग्रेन र मेरो ग्यासको है दबाई चाहिँ मैले एकदमै खाइरहनु पर्ने थियो। अनि म 4-5 बजी बिन्जिएपछि फेरि मैले एउटा लोकल अब मतलब अर्कै अब जस्तो डक्टर देखाएको दबाई होइन है, अर्कै मैले दबाई चाहिँ जहिले पनि मैले 2टा दबाई या एउटा दबाई कुनै पनि एउटा बामहरू मैले 3-4 वटा मैले बामै राख्थेँ है। घरि कस्तो राख्थेँ, घरि एलेप जाति हुन्छ भने त्यस्तो राख्थेँ है। र मैले 3-4 वटा बामहरू पनि राख्थेँ। सधैँ नै मैले जहिले पनि कुनै दिन थिएन होला मैले है नदल्ने नखाने दिन चाहिँ मेरो कहिल्यै थिएन। तर जब मैले यो है अक्सिमरा यो जुस पाएँ है, यो अक्सिमरा जुस पाएँ, तबदेखि यसो चाहिँ मैले एकदमै अहिले जिन्दगी नै नयाँ पाएको जस्तो मलाई लाग्छ है। र म एकदमै खुसी छु है। तपाईहरु जो कोही पनि हुनुहुन्छ है, र है अब यो चाहिँ बिमारीले मात्रै लिने होइन, यो चाहिँ है यो त एकदमै स्वस्थ मानिसले पनि लिन सक्नुहुन्छ है। र स्वस्थ मानिसलाई पनि अब एकदमै ज्यादा कामहरू गऱ्यो भने है, ज्यादा अब केही अब भारीहरू बोक्यो भने अब जिउमा एउटा थकान महसुस हुन्छ है। र यो जुस लिएपछि त एकदमै आफूलाई है एनर्जी एकदमै बढ्छ है, एनर्जी आउँछ यसले, एकदमै यसले इम्युनिटी पावरहरू दिन्छ है। त्यसै कारण जो कोही पनि स्वास्थ्य पनि है अनि बिमारीहरूले पनि यो लिनु सक्नुहुनेछ है। यो चाहिँ एकदमै यो चाहिँ एउटा हाम्रो लागि चाहिँ अब बुट्टी नै बराबर छ है। यसले चाहिँ अब एकदमै राम्रो काम गर्छ। यो 25 वटा फ्रुट है अनि भेजिटेबलबाट बनिएको यो जुस है, जो कोही पनि हुनुहुन्छ बिमारी या नबिमारी है, लिनुहुन्छ भने है लिनु सक्नुहुनेछ। र एकदमै स्वस्थ बस्नुहोस् है, फिट बस्नुहोस्, खुसी रहनुहोस् है। अनि अर्को कुरा है, यो जुस चाहिँ यो अब कसैले भन्नुहुन्छ होला यो नाम मात्रै है अक्सिमरा, यो कुन चाहिँ कम्पनी भनेर भन्नुहुन्छ होला है। यो चाहिँ एभिक्सा ग्लोबल कम्पनी, यो हाम्रै इन्डियामा बनेको है। एभिक्सा ग्लोबल कम्पनी केरलामा बनेको यो है। र तपाईहरुले लिनु सक्नुहुन्छ भने चाहिँ है हामीसँग सम्पर्क गर्नुहोस् है, अनि लिनुहोस्। अनि अर्को कुरा, यस कम्पनीमा चाहिँ एउटा तेल पनि छ है। यो तेल मैले लगाएकोदेखि यसो चाहिँ मेरो कपाल चाहिँ एकदमै लामो पनि छ, बाक्लो पनि भएको छ है। यो एकपट्टिको यत्रो छ भने यतापट्टि पनि छ है। मेरो कपाल चाहिँ यतापट्टि पनि छ, यस्तो हुनेछ है। मैले कपाल झरेर पनि कपाल पनि एकदमै ठुट्टा भइसकेको थियो, एकदमै पातला भएको थियो। यहाँ पनि थिएन, अन्त यहाँ पनि थिएन, यस्तो पछाडि पनि थिएन, अन्त यहाँ कानको जग्गामा थिएन, यहाँ पनि थिएन। मेरो 5 जग्गा कपाल पनि झरेको थियो है, टाउकोमा एकदमै कपाल झरेको थियो, पातला पनि भएको थियो। पातला मात्रै नभएर मेरो छोटो पनि भएको थियो। अहिले जब मैले यो है यो पनि एभिक्सा ग्लोबल कम्पनीको है यो तेल लिएकोदेखि यसो चाहिँ मेरो कपाल चाहिँ लामो पनि भयो है, बाक्लो पनि भयो है। र जो कोहीलाई पनि है एउटा हुन्छ लेडिसलाई है कपालको सोकहरू होइन, उनीहरूले पनि लिनु सक्नुहुन्छ भने चाहिँ है सम्पर्क गर्नुहोस् है। अनि तपाईहरुलाई है मैले मेरो परिचय चाहिँ दिन सकिनँ। मेरो परिचय चाहिँ हो ज्योति राई तामाङ, अनि मेरो गाउँ चाहिँ यहाँ मेरीबुङ टारधुरा, दार्जिलिङ। हवस्, थ्याङ्क यू।